साथीहरू तपाईहरु यति कुरा सोच्नुस् कि मैले ग्यारेन्टी भनेको छु हैन। यो दुश्मन अनि खुट्टा तान्ने उचाल्ने पचार्ने थेचार्ने निचार्ने भनेको चाहिँ आफ्नै मान्छे हुँदो रहेछ है, पराइको मान्छे हैन। आफ्नै घरभित्रको आफ्नै अब के भन्नु अब त्यो चाहिँ तोकेर नभन्नु। फेरि अब कोही कोहीला यहाँ पर्ला, फेरि यहाँ कमेन्ट गर्ने पटटटटटटट हुन्छन्। जब राम्रो भिडियो बनाउँछु कमेन्ट गर्दैनन्, जब उनीहरूलाई पेलेर भिडियो बनाउँछु त्यसपछि कमेन्ट गर्न लाग्छन्। के गर्ने, कसको छ भाइहरू आफ्नै जन्मदिने आमाबाट दुश्मनी हुनेहरू। एउटा म छु आफ्नै जन्मदिने आमाबाट टाढा र आमा नभए जस्तो छोरो, छोरो नभए जस्तो आमा भएको मै हो। आफ्नै जन्मदिने आमाबाट पनि म अलग छु। अब आफ्नै जन्मदिने आमाले त म जिउँदा हुँदाहुँदै मरिसकिस् भनेर घोषणा गरिदिन्छन्। यस्तो चाहिँ कसलाई हुन्छ भन्नुलाई। यो चाहिँ लास्टसम्म भिडियो हेर्नु तपाईले, कसलाई भएको छ यो चाहिँ मलाई भएको छ। आफ्नै जन्मदिने आमाले पनि म जिउँदैछु र पनि त मरिसकिस् भन्ने घोषणा गरेका छन्। एकचोटि होइन दुईचोटि तीन चोटि भनिसके। अब भनेपछि सोच्नु न कस्तो चाहिँ पीडा बोकेर चाहिँ म आफ्नो घर छु। त्यही भएर मैले आफ्नो घर सर सब त्यागिदिएँ। अब मैले ठिक छ, म जो छु यसमै ठिक छु, यसमै रमाएको छु, यसमै ठिक छु र म नेपाल पनि जान्न, म जानु परेको पनि छैन, म जान्न, फर्केर पनि जान्न। म 1 2 3 जान्न।